नमस्कार, म प्रवीण, तपाईँहरू जाने प्रवीण सबैजना एकदमै आरामै सन्चै हुन्छ होला। र एसिडेटा भाइ बहिनीहरूले चाहिँ विभिन्न कलेजहरूमा इन्ट्रान्स इक्जाम दिन गइराख्नु भएको होला र कतिपय विद्यार्थीहरूले चाहिँ महानगरको इन्ट्रान्स प्रिपरेसन एकदमै राम्रो गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आजको भिडियोमा चाहिँ तपाईँहरूको जुनसुकै इन्ट्रान्स इक्जाममा पनि एमसिक्यू सोध्ने हो नि, एमसिक्यूको ट्रिकहरू कसरी तपाईँहरूले एमसिक्यू मिलाएर कसरी धेरै मार्क्स ल्याउन सक्नुहुन्छ भनेर एकदमै सिक्रेट टिप प्लस आफैले रिसर्च गरेर भन्दैछु। त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्। र सबैभन्दा पहिलो ट्रिक छ, पहिलो ट्रिकमा चाहिँ तपाईँले बेस्ट इलिमिनेसन मेथड। यसको भन्नुको मतलब चाहिँ तपाईँको क्वेसनमा चाहिँ आउँछ नि, क्वेसनमा जस्तै अप्सनमा आउँछ नि यो यसको यो अनि एउटामा चाहिँ अल अफ द एबोभ भन्ने हुन्छ नि। अल अफ द एबोभ भन्ने कुनै पनि क्वेसनको एन्सर टिकमा छ भने चाहिँ त्यो एन्सर हुने चान्स चाहिँ 95% छ भन्छ। यो मेथड अनुसार चाहिँ तपाईँको अल अफ द एबोभ भएको चाहिँ तपाईँको 95% चाहिँ मिल्ने चान्स छ। र नन अफ द एबोभ जुन क्वेसनमा छ नि त्यो चाहिँ एन्सर चान्स चाहिँ एकदमै 10% छ। तपाईँको नन अफ द एबोभ आयो भने त्यसलाई टिक लाउँदै नलाउनु, र अल अफ द एबोभ आएको छ भने तपाईँले आँखा चिम्लेर त्यसमा लाउनु। यदि आँखा चिम्लेर भन्नु चाहिँ भन्दिनँ, सरी, फेरि तपाईँले त्यसको एन्सर थाहा छ भने चाहिँ आफै लेख्नुहोस्। यदि थाहा छैन भने चाहिँ तपाईँले अल अफ द एबोभ आएको छ भने त्यसमा ट्रिक लाउन सक्नुहुन्छ। र दोस्रोमा छ तपाईँले रिमुभ एक्सट्रिम भ्यालुज। यदि तपाईँको कुनै पनि क्वेसनमा 10, 15, 20 र अनि अर्को 100 आएको छ भने तपाईँले यो 100 र 10 यो दुईटालाई चाहिँ रिमुभ गरिदिनुहोस्। यो चाहिँ एक्सट्रिम भ्यालु, यो 100लाई चाहिँ रिमुभ गरिदिइहाल्नु। 100 त तपाईँको एन्सर हुँदैन। र अनि यो तपाईँको मेनली चाहिँ रिमुभ एक्सट्रिम भ्यालुज गरेर तपाईँले राम्रोसँग तपाईँले करेक्ट एन्सर लेख्न सक्नुहुन्छ। तेस्रोमा छ तपाईँको सिमिलर एन्सर ट्रिक। मतलब कि जस्तै क्वेसन आउँछ अनि त्यो क्वेसनमा चाहिँ तपाईँको एउटामा 5 हुन्छ अनि 10 अनि फेरि -5 अनि 100 दुईटा। अब 5 र -5 यो दुईटामा एउटा एन्सर हुने चान्स 50-50% छ। यो 100% हो। तपाईँ क्वेसनको सिमिलर एन्सर छ भने जस्तै प्लस र माइनसमा छ भने त्यो दुईटा मध्ये एउटा हुने चान्स चाहिँ फिक्स धेरै नै छ। 50% चान्स 50-50% चान्स हुन्छ दुईटै मिल्ने। र अर्को छ हाम्रो ब्रेन सिग्नल टेक्निक। मतलब कि तपाईँले कुन पढ्नु भएको छ, अब आफैलाई आएको छ पढेको, अब कहाँ पढेको, मैले के पढेको, कहाँ चाहिँ मैले पढेको थिएँ, यसको बारेमा त यो पढेको थिएँ, तपाईँले यहाँ आइसक्यो तर यहाँ आएको छैन भन्ने हुन्छ नि। जस्तै हाम्रो कहिले काहीँ हुन्छ नि, जो चाहिँ तपाईँले के होला यति टिक नलागिहाल्नु के, छोड्नुहोस्, एकछिन छोड्नुहोस्। तपाईँले पहिलो कुरो चाहिँ आफूले जानेको सबै क्वेसनहरू चाहिँ एटेम्प गर्नुहोस् र नजानेको क्वेसनहरू चाहिँ लास्टसम्म कोरेर तपाईँले त्यसलाई एटेम्प गर्नुभयो भने तपाईँको मिल्ने चान्स चाहिँ 50% बढेर जानेछ। त्यसैले पहिला आफूले जानेको क्वेसन गर्नुहोस् र नजानेको क्वेसनलाई पछि गर्नुहोस् भन्दछु। र अर्को 5मा छ तपाईँले प्र्याक्टिस। यो चाहिँ एकदम इम्पोर्टेन्ट। तपाईँले जति प्र्याक्टिस गर्नुहुन्छ त्यति आउँछ। जस्तै एउटा ऊ त सुन्नु भएन लाइन, प्र्याक्टिस मेक्स अ पर्फेक्ट। यो भन्ने कुरा चाहिँ सबैले याद राख्नु होला र तपाईँले जति सक्दो धेरै चाहिँ सिमिलर क्वेसनहरू प्र्याक्टिस गर्नु होला। तर यसपालि चाहिँ महानगरको सिलेबस चेन्ज भएको छ। महानगरको सिलेबस चेन्ज भए पनि तपाईँको साइन्सबाट 30वटै क्वेसन आउँछ, म्याथबाट 30वटै क्वेसन आउँछ, 20वटा चाहिँ सोसलबाट आउँछ। सोसलबाट कस्तो क्वेसन आउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ के लाग्छ भने तपाईँको हिस्टोरिकल डेट्सहरूको बारेमा, हिस्ट्रीमा के भएको थियो भन्ने कुरा र करेन्ट सिचुएसनमा करेन्टमा घटेको घटनाहरूको बारेमा चाहिँ क्वेसन सोध्छ जस्तो लाग्छ। र 10 मार्क्सको चाहिँ नेपालीको चाहिँ तपाईँको व्याकरणमा त्यही विशेषण, यसको विशेषण एउटा लाइन दिन्छ अनि यसमा विशेषण के हो भनेर लेख्नुहोस् भनेर टिकाउने आउँछ। सिम्पल आउँछ। कोही पनि विद्यार्थीहरू नडराउनु, ढुक्कले आफूले विश्वास गरेर आफूले राम्रोसँग प्र्याक्टिस गर्नुहोस् र राम्रोसँग। र अर्को एउटा कुरा चाहिँ के भन्छु भन्दा एउटा बिगेस्ट मिस्टेक चाहिँ तपाईँले कसैले पनि नगर्नुलाई। मैले यति धेरै बिगेस्ट मिस्टेक गरेको थिएँ कि जस्तै कि अब तपाईँले लेख्नु यो त मैले होला, मेरो विचारमा चाहिँ मैले यो त होला भनेर यसरी टिक लाएँ, तर त्यही पछाडि हेरेँ यो त्यसले अर्को लाग्यो अनि मैले त होइन भनेर त्यसको हेरेर त्यसकै लगाइदियो भने चाहिँ त्यो एकदम त्यो गर्दै नगर्नुहोस् कि। तपाईँलाई जुन लाग्यो त्यो टिक लगाइदिइहाल्नुहोस्। यो मिल्ने चान्स एकदम प्रिपेरेसन नगरेर पनि मैले महानगरमा नाम चाहिँ निकालेको थिएँ। तर मैले एउटा बिगेस्ट मिस्टेक गर्नाले चाहिँ मैले कलेज गरेको थिइनँ। त्यो चाहिँ मैले कलेज रोज्दाखेरि एउटा बिगेस्ट मिस्टेक गरेको थिएँ। मैले आफूले मार्क्स ल्याउने चाहिँ जम्मा 70 to 80 मार्क्स ल्याउँथेँ, तर मैले ठुल्ठुलो कलेज रोजेँ, सेन्ट जेभियर, जेभियर जस्तो ठुल्ठुलो कलेज रोजेका हुनाले मैले कलेज चाहिँ पाएको थिइनँ। त्यसैले यो गल्ती पनि कसैले नगर्नु होला। र यस्तै आजलाई यति नै। र यस्तै एजुकेसन कन्टेन्ट हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई।